म यसपालि चुनावमा पहिलोपटक भोट दिन गइरहेको एक आम नेपाली युवा। मेरो केही प्रश्न र विचारहरू मैले भोट दिने पार्टी रासपा, जुनलाई घन्टी भनेर नि चिनिन्छ, र त्यस पार्टीबाट प्रधानमन्त्री पदको लागि चुनिनु भएको बालेन शाहलाई सोध्न चाहे। कुरा 5 महिना अगाडिको। संसद भवन भनेको हाम्रो देशको केही संवेदनशील क्षेत्रहरूमध्ये पर्ने एक अति नै संवेदनशील क्षेत्र हो र यदि कुरा साँचो हो कि आजको दिनमा पनि बिना इजाजत या बिना काम तपाईँ हामी जस्तो आम सर्वसाधारण संसद भवनभित्र छिर्ने या घुसपेट गर्ने प्रयास गर्यो भने प्रहरीहरूले हामीलाई कारबाही गर्नुहुन्छ नै, तर उहाँहरूले हामीलाई कारबाही गर्दा गर्दा पनि हामीले अराजकता मचायो, आक्रामक गतिविधि देखायो भने संसद भवनको सुरक्षाको निम्ति उहाँहरूले बिना कसैको अनुमति र इजाजत हामीमाथि गोली चलाउने अधिकार छ। अब यति कुरा सबै थाहा हुँदा हुँदा पनि त्यस दिन जिन्जी आन्दोलनको बेला प्रहरीहरूलाई गोली नचलाऊ है भनेर प्रधानमन्त्री, गृहमन्त्री या काठमाडौँका सिडिओको प्रमुखले आदेश नदिँदाखेरि उहाँहरू त हत्यारा हुनै हो। तर त्यति बेला नै काठमाडौँको मेयर पदमा रहनु भएको बालेन शाहलाई चाहिँ के यो कुरा थाहा थिएन र कि संसद भवनमा यो तातो तातो रगत भएको युवाहरूले जोसमा केही गर्यो भने यस्तो हुन्छ भन्ने कुरा सायद उहाँलाई अनुमान गर्नुभएको थिएन होला कि गोली चल्छ भन्ने। तर हामीहरू घाइते त हुन्थ्यो होला नि। तपाईँले आएर हामी युवाहरूलाई चाहिँ किन सम्झाउनु भएन कि त्यहाँ यस्तो हुन्छ त्यहाँ त्यस्तो नगर है भनेर? तपाईँ पनि किन ती प्रधानमन्त्रीहरू जस्तै आफ्नो कार्यालयको कुर्सीमा हातमा हात राखेर यो सबै रमिता हेरेर बस्नुभयो? के तपाईँले नि चाहनु भएको थियो कि हामी युवाहरूलाई त्यस्तो होस् भनेर? यदि होइन भने तपाईँले यसको उत्तर कसरी दिनुहुन्छ? अर्को कुरा, जसरी पहिला नाकाबन्दीको बेला प्रधानमन्त्रीले राजीनामा दिँदाखेरि केपी शर्मा ओलीले आएर प्रधानमन्त्री पद सम्हालेर हाम्रो देशलाई यो नाकाबन्दीबाट निकाल्नु भएको थियो, बाहिर निकाल्नु भएको थियो। त्यसै गरी यो जब जिन्जी आन्दोलनको रात सरकार ढल्यो, प्रधानमन्त्रीले राजीनामा दिनुभयो, त्यति बेला हामी सारा नेपाली जनता, नेपाली युवाले तपाईँले गुहार गर्दाखेरि तपाईँ किन आउनु भएन? तपाईँ किन प्रधानमन्त्री पद सम्हाल्न आउनु भएन? तपाईँले त देश विकास गर्ने रहर थियो नि, तपाईँले त्यति बेला मौका पाउँदाखेरि चाहिँ किन आउनु भएन? कि तपाईँलाई कि डर थियो कि विपक्ष पार्टीहरूले, तपाईँको विरोधीहरूले तपाईँले यो सबै गर्नुभएको हो भन्ने आरोप लाउँछ भनेर? यदि त्यो आरोप लाउने थियो भने त तपाईँको पछाडि साथ दिन त हामी जनताहरू थिए नि। तपाईँ किन आउनु भएन? अर्को प्रश्न, जसरी रवि लामिछाने जेलमा हुँदाखेरि उहाँको पछाडि पार्टीका योग्य मान्छेहरूले, पार्टीका पुराना मान्छेहरूले पार्टीलाई चलाए, अगाडि बढाए। तर आजको दिनमा जब चुनावको लागि टिकट बाँडियो, उहाँहरूलाई चाहिँ टिकट नबाँड्दाखेरि र कहिले पनि पार्टीको मेम्बर नभएको मान्छेलाई फुत्त उहाँहरूको फ्यामिली गर्दा टिकट बाँड्दाखेरि भोलिका दिनमा ती मान्छेहरूले पार्टीभित्र विरोध गरेर पार्टी ढाल्ने काम गर्दैन भन्ने के ग्यारेन्टी? अर्को प्रश्न, यदि युवालाई नै उठाउनु थियो भने त रासपा पार्टीमा त बालेन शाह भन्दा नि योग्य मान्छे सस्मी पोखरेल हुनुहुन्थ्यो नि। उहाँलाई चाहिँ किन प्रधानमन्त्री पदको लागि चाहिँ चुन्नु भएन? यदि उहाँ काम भन्दा पनि फेमलाई हो, बालेन शाहको फेमले गर्दाखेरि तपाईँहरूलाई बढी भोट आउँछ, तपाईँहरूले सिट पाउनुहुन्छ भन्ने कुरा सत्य हो भने भोलिका दिनमा हाम्रो छिमेकी जसले 70 वर्षदेखि नेपालले आफ्नो अधीनमा राख्ने कोसिस गरिरहेको छ, उनीहरूले पावर, पोजिसनमा मनी र फेमको लालच दिँदाखेरि रासपाले नेपाल इन्डियालाई बेच्दैन भन्ने के ग्यारेन्टी? किनकि अहिले त त्यही देखिन्छ नि, तपाईँहरूले काम भन्दा पनि फेमलाई हेरिराख्नु भएको छ, फेमलाई पछ्याइराख्नु भएको छ। अर्को कुरा, बालेन शाहलाई देश विकासै गर्नु थियो भने उहाँ त काठमाडौँबाट नै उठ्न सक्नुहुन्थ्यो नि, कि त उहाँको गाउँबाट नै उठ्न सक्नुहुन्थ्यो नि चुनावमा। अब हो, एउटा उहाँ अलिकति च्यालेन्जिङ तरिकाले जानुभयो झापामा, उहाँ अलिकति बहादुर हुनुहुन्छ भनेर देखाउनु भयो। तर अहिले त हामीलाई बहादुरी भन्दा पनि देश विकास गर्ने मान्छे चाहिरहेको हो नि त नि। त्यो तपाईँ यो बालेन शाहलाई यदि उहाँको इगो सेटिस्फ्याक्सनको लागि, इगो सेटिस्फाई गर्नको लागि यो चुनावमा उठाइराखेको छ झापाबाट, कि त भने रासपाले आफ्नो बदला लिनको लागि उहाँलाई झापाबाट उठाइरहेको छ भने के ग्यारेन्टी कि भोलिका दिनमा गएर तपाईँहरूले सरकार बनाउनुहुन्छ भनेर? तपाईँहरू पनि सायद त्यही पहिलाको पुराना दलका दलेहरू जसरी नै सत्तामा पुगेपछि आफ्नो कुर्सी मात्र जोगाउने काम गर्नुहुन्छ होला।
यसको ग्यारेन्टी यो सबै गर्नुहुन्न भन्ने ग्यारेन्टी तपाईँहरूले कसरी दिन सक्नुहुन्छ? किनकि अहिले त तपाईँहरूले त देश विकास गर्ने भिजन भन्दा पनि एउटा बदलाएर इगो सेटिस्फाई गर्ने तरिकाको मात्रै देखाउनु भएको छ नि। अब मेरो यो सबै कुराहरू सुन्दाखेरि धेरै मान्छेलाई लाग्यो होला कि मैले रासपा, रवि लामिछाने र बालेनको विरोध गरिरहेको छु भनेर। तर मलाई यदि विरोधै गर्नु थियो भने म भन्थेँ होला नि, पहिला पहिला अमेरिकाले डोनेसन दिँदाखेरि कहिले पनि एमसिसी पास नगरेको, जब रवि लामिछाने जो अमेरिकाको पूर्व नागरिक हुनुहुन्थ्यो उहाँ नै संसदमा आएपछि चाहिँ अमेरिकाले किन एमसिसी पास गर्न खोज्यो। र भन्छ नि राम्रो कामबाट भन्दा नराम्रो कामबाट धेरै फेम कमाइन्छ भनेर। त्यसै गरी यो सबै रवि लामिछानेले अब जेल जाने पनि उहाँको एउटा प्लानै थियो कि होला। उहाँको जेलमा जीवन निकै नै मुस्किल थियो, कठिन थियो, उहाँलाई मार्ने पनि कोसिस गरियो। तर उहाँ जेलमा गइसक्नु भएपछि त उहाँ जेलमा जानुभन्दा अगाडि जब उहाँ गृहमन्त्री हुनुहुन्थ्यो त्योभन्दा उहाँको फेम बढेर गयो। नेपालको विभिन्न ठाउँहरूमा जानुभयो, उहाँलाई नचिनेको मान्छेले देश विदेशबाट चिन्यो कि रवि लामिछाने मान्छे यस्तो रहेछ है भनेर। यो सबै तपाईँको पब्लिसिटी स्टन्ट पनि हुन सक्छ नि भनेर मैले भन्थेँ यदि मलाई विरोधै गर्नु थियो भने। र अब तपाईँ जेलमाबाट निस्किन गाह्रो भएपछि यो सबै जेनजी आन्दोलनको प्लान र ती विदेशी शक्तिहरूसँग मिलेर यो सबै गर्ने रासपाले नै गरेको हो। तर तपाईँहरूले आन्दोलन गर्दा गर्दा पनि युवाहरूले चाहिँ बालेन शाहलाई मन परायो, रवि लामिछानेलाई मन पराएन भनेर बालेन शाहलाई मेयर पदबाट राजीनामामा दिने लगाएर बालेन शाहलाई रासपाबाट प्रधानमन्त्रीको लागि नियुक्ति गरियो भनेर नि म भन्थेँ यदि विरोधै गर्नुपर्ने थियो भने। तर मैले त गरिनँ। मैले त मात्र एउटा भोट दिने मान्छेको हिसाबले प्रश्न मात्र सोधेको, मेरो भोटको बावजुद के त भनेर। अब हुन त यो सबै कुरा रवि लामिछाने 3 वर्ष अगाडि चुनावमा उठ्दाखेरि अहिले यो बालेन शाहलाई प्रधानमन्त्री पदको लागि नियुक्ति गरिन्जेलसम्मको सबै एउटा प्याटर्न मात्रै देखिन्छ। अब यदि हेर्ने हो भने र मलाई विरोधै गर्नु थियो भने मैले यो सबै प्याटर्नहरूलाई कनेक्ट गरेर नै भन्थेँ कि तपाईँहरूले यो सबै प्लान गरेर गर्नुभएको, ती जेनजी आन्दोलनमा शहीद भएका युवाहरूको रगतको आडमा विपक्षीय पार्टीलाई आरोप लगाउँदै आफू सत्तामा पुग्नको लागि तपाईँहरूले खेल खेल्नु भएको भनेर मैले भन्थेँ। तर मैले भनिनँ, मैले एउटा प्रश्न मात्र सोधेको। त्यही भएर मेरो प्रश्नलाई मेरो विरोध भनेर नसोच्नुहोस्। र सबै भोट दिने मान्छेहरूले यति कुरा चाहिँ बुझ्नुहोस् कि राजनीति भनेको हात्तीको देखाउने दाँत र चपाउने दाँत जस्तो। देखाउने दाँत जति नै सफा राम्रो हेरौँ लागे पनि चपाउने दाँत भनेको फोहोर नै हुन्छ। र आफूले भोट दिने पार्टी र त्यस पार्टीबाट प्रधानमन्त्री पदको लागि चुनिनु भएको मान्छेलाई बिना झोले प्रवृत्ति देखाएर प्रश्न सोध्नु होला। किनकि यदि अहिले पनि हामीसँग टाइम हुँदा हामीले प्रश्न सोधेनौँ भने, हामीले भोट दिने पार्टी र त्यो पार्टीबाट प्रधानमन्त्री पदको लागि चुनिनु भएको मान्छेलाई प्रश्न सोधेन भने हामी पनि पहिला पहिला चुनावको बेला ती दलका दले र झोलेहरूले गरेको प्रवृत्ति नै अप्नाइरहेछौँ। र ती पुराना पार्टीका दलका दले र झोलेहरूभन्दा हामीहरू पनि फरक हुनेवाला छैनौँ। त्यही भएर प्रश्न चाहिँ सोध्नुहोस् है।